हामीलाई रोकेको भ्यू हेर्ने हजुरहरूलाई यस्तो दामी भ्यू देखाइदिन्छु नि मैले ढ्यान यहाँ चाहिँ हुनुहुन्छ हाम्री प्यारी माइजू स्वागत छ तपाईँलाई मेरो ब्लगमा के भन्दिनँ होला भनिदिनुहोस् त केही मेरो ब्लगमा यस्तो राम्रो भ्यूसँग हेर्नु हामी चाहिँ खाना लाग्यो अझै भिडियोहरू हेर्दै जानु अन्तिमसम्म हजुरहरूलाई यस्तै दामी भ्यूहरू देखाउँछु मैले होइन हाम्रो नानी छ यहाँ खाना खानु अहिले पछि भेटौँला ल हामी चाहिँ खाना खाएर अब हामी चाहिँ यो गाडीमा हामी गान्तोक जाँदैछौँ हामी चाहिँ यो होटलमा खाना खाएको टक्क लगाएर हजुरहरू आउन सक्नुहुन्छ राम्रो छ भाउज त त्यहाँ हुनुहुन्छ बाई बाई गाइजहरू हामी चाहिँ गान्तोक आइपुग्यौँ होइन बल्ल त्यो बाटो के हो त्यस्तो त्यो बाटोमा चाहिँ हामी चाहिँ सकेनौँ आउन गाह्रो भयो हामीलाई आउन हामी चाहिँ आइपुग्यौँ गान्तोक यहाँ हिँडिरहेछौँ अन्तिमसम्म हेर्दै जानु यहाँ बिचरा हाम्रो मम्मी बमिट गर्दा हाल्तु हुनुभयो मम्मीलाई त बेकार भयो जस्तो भयो मम्मी यता मेरो ब्लगमा केही भन्दिनँ मम्मीलाई रुम क्यासम भयो अरे किनभने मम्मीले आज कतिचोटि बमिट गर्नुभयो दुईचोटि बमिट गर्नुभएको छ मम्मीले म सधैँ बमिट गर्ने मान्छे आज चाहिँ भएन होइन कस्तो राम्रो हामी हेर्नु बाटो यस्तो राम्रो छ हामी चाहिँ गान्तोकको हामीलाई यस्तो स्वागत भयो अन्तिमसम्म हेर्दै जानु होला ल लास्टमा हेर्नु होला हामी माथि पुगेर फेरि म जोडिन्छु यसरी हामी चाहिँ हिँड्दै यस्तो राम्रो घरमा भेट्दैछौँ हेर्नु कति राम्रो सुन्छ वाउ हेर्नु न कति राम्रो फुल कस्तो राम्रो है हो हाम्रो ग्याङहरू उता हुनुहुन्छ हामी चाहिँ यहाँ छौँ हामी चाहिँ यहाँ भ्यू हेर्दै नेचर यस्तो राम्रो तर आज चाहिँ हामीलाई हिमाल चाहिँ देखिएन कि सिनी राम्रोसँग ब्याड लक गाइज हाम्रो यस्तो वहाँबाट यति मिहिनेत गरेर आयौँ तर हामीले हेर्नु पाएनौँ हिमाल तर हेर्नु यहाँ बवाल छ यहाँ यस्तो हेरेर भयो भने चित्त बुझाउँछु म हामी हिँड्दा खोज्दा नपर्ला हामी हाम्रो डेस्टिनेसनमा आइपुगेछौँ हेर्नु कस्तो राम्रो छ नि होइन अब हामी चाहिँ यहाँ हामी ड्रेस लगाउँछौँ राम्रा हुन्छौँ त्यसपछि हजुरहरूलाई देखाउँछौँ हेर्दै जानु होला।